चाहङ पनि खान्छ भने पर्ख हो म चाहङ बताउँदैछु हो त म चाहङ पकाउँदैछु एकदम निखुत दाउरामा पकाएको मेरो ढिलो चाहङ ग्यासमा पकाएको पो मिठो हुँदैन हेर है हामी त यस्तो पो पकाएर खान्छौँ हेर्नुहोस् है आउनुहोस् है कसलाई खानु मन लाग्छ म तपाईँलाई दिन्छु नेपाली खान्छु साग गुन्द्रुक आलु दालसँग खानुपर्छ हामी नेपालमा यसो खान्छौँ बाहिर अन्तर्राष्ट्रियमा बस्ने दिदीबहिनीले हेर्नु है दाजुभाइले सकियो मिठो गरी खान्छु भने नि म हेर्नुहोस् त तपाईँलाई हेर त कस्तो दामी छ हेर्नुहोस् है मेरो दाल पो आइपुगेन धन्यवाद ल म खाएँ है हजुर यहाँ दाल छ मेरो धन्यवाद खाएँ सबैले लाग्ने जिन्दगीले लाग्ने